नमस्ते सम्पूर्णमा आज चाहिँ हामी अहिले स्प्रिङ सिजन चलिरहेको छ कोरियामा र स्प्रिङ सिजनमा हाम्रो छुट्टीको दिन घरमा के बसिरहने हो र भनेर चाहिँ आज हामी घुम्न आएको होइन। यो चाहिँ म बुच्छनमा कति 2 वर्ष 1.5 वर्ष त बुच्छनमा बसेँ तर पनि यहाँ चाहिँ कहिले आएको थिइनँ। तर आज चाहिँ म मेरो श्रीमानज्यूलाई छिन्डाले लोङसानमा आएको छु। यसलाई चाहिँ इङ्ग्लिसमा एजेलिया हिल पनि भन्दो रहेछ। सो यो चाहिँ एजेलिया हिल छ। हेर्नुहोस् कस्तो रमाइलो छ, फुलै फुल छ। हजुरहरू पनि यही नजिकतिर हुनुहुन्छ भने चाहिँ यहाँ आएर केही समय आफ्नो साथीहरूसँग अथवा आफ्नो पार्टनरसँग इन्जोय गर्न सक्नुहुनेछ। हेर्नुहोस् कस्तो राम्रो छ। एजेलियासँगै चेरी ब्लोसम पनि छ। हजुरहरू चाहिँ घरमा हुनुहुन्छ, छुट्टी छ, सायद धेरै हप्तासम्म चाहिँ यो रहँदैन होला, मेबी 1-2 हप्ता अझै रहन्छ कि। सो हजुरहरूले यो दुइटै हेर्नलाई अब चेरी ब्लोसम त लगभग झर्छ नि त, झर्ने बेला भएको छ के अरे। चेरी ब्लोसम र यो एजेलिया हेर्न छ भने चाहिँ हजुरहरू चाहिँ यो हिलमा चाहिँ एजेलिया हिल भन्छ। हजुरहरूले गुगल गर्न सक्नुहुनेछ अथवा हामीले यसमा लोकेसन पनि राखिदिनेछौँ। हजुरहरूलाई इन्जोय गर्न मन छ, यदि इन्चन नजिक हुनुहुन्छ, बुफ्योङ नजिक हुनुहुन्छ भने चाहिँ हजुरहरू आउनु मिल्छ, आउनु सक्नुहुनेछ, रमाइलो हुनेछ। हामी देखाउनेछौँ भिडियोमा हजुरहरूलाई कस्तो छ भनेर। हुन त सबै यही फुलहरू मात्रै छ तर बच्चाहरूसँग ठुलो पार्क छु, मजाले बस्न ओर्न रमाइलो छ। फुल कस्तो मजा छ होइन, एकदमै वेल डिजाइन टाइपको होइन, वेल म्यानेज, एकदमै खुसी लागिरहेछ। सबभन्दा खुसी चाहिँ तपाईँसँग यो एकदमै कोरियामा आएपछि चाहिँ हिँड्न पनि कताको झ्याउ लाग्छ तर यहाँ आएपछि हामी फिल बेटर होइन, एकदम खुसी लाग्छ। अब यस्तै छ, रमाइलो छ। होइन भनेको चाहिँ अब अरू दिन त कामको अनि जिम्मेवारीको कुराहरूले दुइटैलाई गरिरहेको हुन्छ नि त। तपाईँ लोन चाहिँ ब्याङ्क लोन भनिरहनुहुन्छ, म चाहिँ लाइन फोन सिम कार्ड भनेर हुन्छु होइन। सो यस्तै भइरहेको छ होइन। विशेष फोन किन्नुहोस् भनेर आउँछ, तपाईँ चाहिँ लोन लिएर आउनुहोस् भनेर आउँछ दुवैजनालाई। यदि यो पनि विज्ञापन बिचमा हानिदिइहालेको तर विज्ञापन भन्दा पनि अझ गजब चाहिँ के अरे फुलहरू छ। अलिक विशेष गरी यो कोरियामा हावाहुरी पनि चलिरहेको छ कहिलेकाहीँ, तर एकदमै मजाको अलिअलि बाँकी त छ होइन, रोडमा पुरै झरिसकेको छ। आज छिटो तपाईँ यदि कोरियामा हुनुहुन्छ अनि यसो फ्री टाइम छ, घुम्न मजा छ भने आइहाल्नु होला, घुमिहाल्नु होला भन्न चाहिँ। सो अब चाहिँ यस्तै हेर्नुहोस् कि के रमाइलो गरेर उफ्रियो जिन्दगी, मैरलान के छ होइन, मैरलान केही छैन। हेर्नुहोस् चट्ट इन्जोय गर्ने। मेरो चाहिँ यसपालि अराउन्ड 6 महिना भइसक्यो हेर्नुहोस् कोरिया। यो चाहिँ लङ टाइम हो, म यो 3rd टाइम होला जस्तो लाग्छ। 3rd टाइम आउनु जाने गरिरहेको थिएँ। अब के हेर्नु हजुर, अब आफ्नो माया, मनको माया यतै बसेपछि अलिक गाह्रो हुँदो रहेछ। तर अहिले म ब्याक छिट्टै आउँछु। फेरि पनि मेरो मुभमेन्ट चाहिँ नेपालमा आएर स्टार्ट गर्ने नै छु। विदेशमा भए पनि यो नबन्नु होला, 2082 छ। आई थिङ्क एजमा ज्यादा छिटो देश फर्केर फेरि मेरो आफ्नो विशेष गरी बालबालिका युथ र गर्ल्सको इम्पावरमेन्टमा म फेरि पनि जोइन गर्छु। तर यो फुल यति सुन्दर चाहिँ आज त्यही भएर भिडियोमा आएको। सो यहाँ नि त, तर कति आज अलि बिदाको दिन भएर पनि होला सायद, के अरे बिदाको दिन होइन आज बुधबार हो। सो त्यस कारणले पनि आज अलि मान्छे कमहरू छन् आज। तर हाम्रो चाहिँ बुधबार चाहिँ हामी दुवैजनाले आफ्नो अफिसमा चाहिँ बिदा म्यानेज गरेका छौँ, त्यही भएर चाहिँ यो दिन बिदामा आइरहेका छौँ, रमाइलो भइरहेछ। अब हामी चाहिँ छिट्टै फर्किन्छौँ भरिलाई। अब फेरि यहाँबाट 1 घन्टा अनि अलिअलि यस्तो छ। अब भोक पनि त लाग्यो नि त, ढिला हुन आँटिसक्यो अनि भोक पनि लाग्यो। तर कस्तो एउटा सानो यस्तो नेपालमा पनि धेरै ठाउँ यस्तो छ, तर अलिकति व्यवस्थापन गर्ने एकदमै जरुरत देखिन्छ। यहाँबाट सिक्नुपर्ने धेरै कुराहरू छन्, पछि आएर सेयर गर्छु सबैजनालाई नेपालमा आएर। अनि त्यस पछाडि यहाँ चाहिँ टक्क पारेर हेर्नु त, टक्क फ्यामिलीहरू कपालहरू घुम्न आउनु भएको छ। टक्क पारेर यो ठाउँको नाम के अरे?
ए अजेलिया हिल भनेर त त्यो उसलाई के देखाउँछ अरे त्यो मेट्रोको उसमा चाहिँ नाम कहाँ झर्ने अरे अजेलिया हिल भन्यो भने देखाउँछ अनि कोरियनमा चाहिँ के ट्रेनमा कहाँ कुन स्टेसन झर्ने ट्रेनबाट चाहिँ बुच्छन स्टेडियम ए बुच्छन स्टेडियममा झरेर टेन्टेटिभ 5 देखि 10 मिनट तपाईँ यहाँ हिँड्नु भने चाहिँ आइपुगिँदैछ सो ल अब त यस्तै हेर्नुहोस् जिन्दगीमा धारा धारा लौ है तोरीको तेल धारा अस्तिको बुधबार पनि हामी कहाँ घुम्न गएको थियौँ रे म ठाउँ चाहिँ जान्दिनँ त्यो त लेकमा गएको थियौँ एक दुईवटा फोटो फेसबुकमा पोस्ट पनि थियौँ हेर्नु भयो होला अनि अब 2082 छ हेर्नुहोस् अलिकति गत्रा बनाउनु होला दामी बनाउनु चाहिँ यसरी फुल जस्तै फुलिरहनु होला तर यो फुल जस्तै टाइममा नज्ञान यो झर्छ नि होइन एकदमै ध्यान दिनु होला तपाईँहरू चाहिँ झर्नु भयो भने पनि यस्तो अस्तित्व जसरी फुलको अस्तित्व रहन्छ त्यस्तै भइराख्नु होला सो त्यस कारण फुल एकदमै सुन्दर छ एकदमै छोटो समयका लागि तपाईँ चाहिँ त्यो नबन्नु होला फुलभन्दा अलिकति युनिक बन्नु एकचोटि फुल्ने एकचोटि गिर्ने त्यस्तो नगर्नु होला भन्न चाहेँ सो यो पार्क हो एकदमै यहाँ मजासँग बस्न मिल्छ आनन्दसँग चिल तरिकाले सो अय्या